ला किन यस्तो दाउरा थुपारेको होला। सो हेलो साथीहरू, नमस्ते सबैजनालाई एगेन वेलकम ब्याक टु माई न्यू ब्लग। यो चाहिँ हाम्रो गाइसहरू ब्ल्याक डगी हो नि त। यसले चाहिँ मलाई खाली भात मागेकोमा के गर्छ क्या, धेरै बाँधेकोले। यो चाहिँ हामीले सुक्खा रोटीको डाइट खाएर लागेको क्या हामी साथीहरू आज घरको दाउरा चिर्नको लागि। सो गाइस होइन, आज चाहिँ हामीले दाउरा चिरेर फाइनल पनि उठाएको छौँ नि त। यो चाहिँ अब हामी केही दिन पछि बोक्छौँ क्या साथी। यो चाहिँ हाम्रो बारीको हरियो परियो बिजन हो क्या साथीहरू। अनि यो चाहिँ हाम्रो गाउँमा लागेको हरियो परियो बिरुवा र यो चाहिँ हाम्रो गाउँ पनि हो। यो चाहिँ हाम्रो दाजुको घर बनिँदै गरेको हो क्या। यो चाहिँ बाटो यही बाटोको साइडमा बनिँदैछ। सो गाइस छैन, यो माथिको देखिएको डाँडाबाट चाहिँ एकदमै राम्रो राम्रो नजारा आउँछ। कुनै दिन गएर म भिडियो बनाएर पोस्ट गर्ने नै छु। आज चाहिँ हाम्रो गाउँमा एकदमै छिट्टै नै जुन देखिरहेको थियो क्या, यो चाहिँ हाम्रो गाउँमा सुनमा सुगन्ध थप्ने फुल। थ्याङ्क्स फर वाचिङ।